मछलीले टोक्छ उस्तै। अहिले चाहिँ म स्कुलबाट फर्केकै छु। स्कुल गएको थियौँ सन्जिलासँग। अहिले ऊ चाहिँ टिफिन फर्क्यो। अब म चाहिँ अहिले फर्किँदैछु। हामी घाँस काट्न आएका छौँ। हामी चाहिँ घाँस काटेर फर्किसक्यो। भारी बोके चलिरहेछ घाँसको। सो गाइज हाम्रो चाहिँ फेरि फर्किने बेला आइसकेको छ र हामी फर्किसकेका छौँ होइन। केवल तिमी नै मेरो प्रेरणा तिमी पनि मलाई हेर कस्तो माया तिमीसँग बस्यो तिम्रो सपना आँखामै सज्यो कस्तो माया तिमीसँग बस्यो तिम्रो सपना आँखामै सज्यो केवल तिमी नै मेरो प्रेरणा तिमी पनि मलाई हेर यस्तो रहेछ नि त बाटो चाहिँ उतार्न पर्ने आँट्यो त होइन। झन्डै फोन गयो। यो तपाईँको जिम्मा यस्तरी अनि ताने जिम्मा भइहाल्छ नि त नतान्नु नि त। आगै खुस्किरहेको थियो गाडी यस्तो कोटिएको छ। तिमीसँग बस्यो तिम्रो सपना आँखामै सज्यो। पक्कडेबाट लागिसक्यो हामी। अहिले देख्न सक्नुहुन्छ मान्देभिरमा बाख्राको बथान छ। यो मेरो बाख्रा फार्म हो। अडी राख न एकछिन अडी छ। अनि हामी कसरी ल्याउँ माथि योदेखि बोकेर आएको माहौल चाहिँ कटा यता कटा ल त लिन ल ल यता 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 भान्जी कस्तो अनुभव भइरहेको छ झोला बोकेर? गरम भएको छैन? छैन नि? आयो आयो पानीको सङ्घर्ष जारी नै छ। सङ्घर्ष गरौँ, सकेसम्म चोखो पानी खाउँ।
ठिक छ भएन ठिक छ नि अनि म मान्छु नि त यस्तो कुराहरू म बुझ्छु के मलाई चाहिँ नपरेको हो सम्म खोजेर एकदम खुट्टाले त यो दिनु पर्थेन एकदम ट्याक ट्याकमा खाएपछि चाहिँ नि गुलियो हुन्छ ल कहाँ चाहिँ बेच कि क्या हो पक्कै हेर्ने चार्छु ल म डल्लो पार्छु गुलियो हुन्छ है ल यो खाऊ पक्का पक्का खायो गुलियो भयो गुलियो भयो